हामी चाहिँ यताबाट घुमेर नै आएको छैनौँ ल है साइकल उडाइरहेको छ केटा ल ल ल ल ओए ओ दिपकको र भरको रियाक्सन खोइ त नि ल गाइज यो चाहिँ मौसम भुतिनीको छोरा यी चाहिँ एकदम सुन्दर केटा भनेर हो न ल ल ल दिपक ढगुडा ल मेरो केटाहरू छन् सबै पछाडिको सबैभन्दा मतलब एकदम सेक्सी यी चाहिँ हाम्रो ब्युटी बोय ह्यान्डसिप बोय एकदम ब्युटिफुल बोय तिमी चाहिँ कति मन परेको भने मै आइले भनिदिने अब के भन्नु यो त भालु हो एक नम्बर आफू त धेरै चल्ने भयो भने थोथुलोहरू चोर हो हो किन दिपक भन त ल केटा हो हामी चाहिँ अहिले हामी कहाँ जानु लाग्यो भन त दिपक बजार यसो घुम्न जानु लाग्यो होइन अब लप गर्न लप्परको पछाडिका भुतिनीका छोराहरू हामी अगाडि एकदम के भन्नु चोरतिरी खाथ्यो रे गाई जे देखो ये चोर ये भाग्य ये साइकल चोर भाग्य ल ल है ल यता के हुँदैछ भला हुँदैछ हजुर केही भन्न चाहनुहुन्छ त्यसको बारेमा केही बताउनुहोस् केही भन्नुहोस् न भन्नुहोस् केपी ओली मुर्दाबाद केपी चोर देश चोर केपी चोर राणाको भान आज हामी दिपकजीको इन्टरभ्यू ल्याउन चाहँदैछौँ हजुर के बोल्न चाहनुहुन्छ दुई शब्द के भन्नुहोस् क दुई शब्द भइगयो म शब्द बोल्न चाहन्छु धेरै शब्द बोल्न चाहन्छु अब एउटा स्याड मुभमेन्ट दिँदैछौँ केटा हामी दिपक फर्स्ट आपको इन्टरभ्यू है एसी सके साथी अब एसी भन्दा हामीले अगाडि अब कति बाल्यकालहरू बितायौँ ठिक छ होइन एसी पछि तपाईँ के गर्न चाहनुहुन्छ अब पछि पनि म जसरी अगाडि नै बसिरहेको थिएँ त्यसरी बसेर काम नगरेर घरमै बसेर खाएर अर्को घरको काम नगरेर खाना खासा आपका ऐसा विचार है आपका पछि जोइ ल्याउनु पर्छ छोराछोरी पाउनु पर्छ अनि होइन मतलब अब हुन्छ नि केही घर परिवारको लागि केही पैसा चाहिँ कमाउँ भन्ने हजुरको सोच छैन त्यस्तो छ अब घर परिवारले मलाई पालिदिएन त्यही भएर यसो आजकल अब म भोलि ठुलो यसो बिजनेस गरेर हो सराम के ल तारा आइसकेको छ हाम्रो मौसम रागु खाने ल भन्नुहोस् पक एसी पछि हजुरको बाल्यकाल हामीले बित्यो होइन ठिक छ होइन अब एसी पछि हजुरको के गर्ने सोध्छ टुटा फलाम ए यस्तै घर परिवार यस्तै पाल्नु